काउले भंगारमै एक विशेष व्यक्ति बस्दछन्, रत्नबहादुर चुन्नी मगर। उनी हुन् जयसिंह चुन्नी मगरका पनाती। निरकुंश राणा शासनको विरोध गर्दा लखन थापा सँगसँगै जयसिंहलाई पनि फागुन 2 गते 1993 मा तत्कालीन राणा सरकारले फाँसीको सजाय दिएको थियो। निरकुंश राणा शासन विरुद्ध स्वतन्त्रताको लडाईँमा लखन थापा र उनका सहकर्मी जयसिंह चुन्नी मगरको ठूलो योगदान रहेको छ। जयसिंहको छोरा अजब सिंह भर 4-5 महिनाको थियो रे। त्यो के अरे मेरो जङ्गबहादुरले फाँसी दिने बेलामा ल त्यसको सन्तान जातिमा हानेर भनेर हाम्रो बुढिया भाइ त्यो जयसिंहको त्यहाँ के अरे बुढीले भनौँ, जयसिंहको बुढीले त्यो उहाँ रानीसरमा राणाहरू के अरे हाम्रो बुढो माउलीहरू रे यहाँ लाभामा हान्नु खोज्यो भनेर उहाँ लुकाउनु लगेछ। 2-4 वर्ष न कति आएन नै, अलि छिपिएपछि अलि पाको भएपछि हाम्रो अवस्थालाई यहाँ हो भनेर के अरे आएछ नै। अनि आएपछि फेरि यत्रो घरवासहरू उनको नातिहरू भयो। तर पनि यति दिनसम्म पर उनलाई पनि हाम्रो बाजेलाई नै उति साह्रै थाहा नभयो क्या, किनभने लुक्नु गएको थाहा भयो भने बा मार्छ कि रामसासँग पालो भनेर अझसम्म हाम्रो जयसिंह चुमीको चाहिँ खासक्रिया भएको छैन। कसले गरेर बाबुलाई बाजेलाई छोरालाई लुकाउन गइहाल्यो। हामी जन्मिए थियौँ अजब सिंहको सन्तान, जयसिंहको छोरा अजब सिंहको सन्तान चाहिँ नि अहिले कति भाषा भने झन्डै 35-36 घर जति भाषा खै। अर्थ त केही पनि थिएन हजुर। त हामीले देख्यो भने यो चाहिँ लखन थापाको पालाको भनेर खोडाहरू थियो। खोडाहरू चाहिँ चाहिन्छ भने हाम्रै गाउँको ठेटाहरूले आउँदै त कसैले खोज्नु आयो भने चिनो त के अरे खोजिराख्नु पऱ्यो भनेर अनि त्यहाँ अफिसमा 2टा खोडा राखेछ। अनि अर्थात् त्यो लखन थापाको लागिमा पूजा गर्न आउँदाखेरि लेखतिर के अरे भोटतिर कता भोटेसँग खोलेसँग केसँग मिल्ला थियो। र लखन थापाको चाहिँ नि सेवामा आउँदाखेरि हाम्रो चाहिँ नि जयसिंह राणालाई चाहिँ नि कोसेली ल्याइदिएर यहीँ छ एउटा जाँदा त्यही हो ल हाम्रो थाहा भएको कुरा। अर्थ त खै उति साह्रै थाहा छैन। वीर शहीदहरूलाई हामीले पनि सम्मान गर्ने मौका पायौं। मन गदगद भइरहेको थियो खुसीले। लाग्दछ अहिले साँच्चै नै यस्ता उदाहरणीय व्यक्तित्वहरूको खाँचो छ यस देशलाई। मेरो हृदयदेखिको सम्मान र श्रद्धा छ नेपालका पहिला शहीदहरू लखन थापा र जयसिंह चुन्नी मगरलाई। दिउँसोको 3 बजिसकेको थियो। भोक पनि निकै लागेको थियो। स्थानीय गाउँलेले हाम्रो लागि खाना तयार गरिसकेका थिए। पलेटी कसेर बस्यो। दाल भात तरकारी हेर्दा पिरो पिरो मिठो मिठो थियो। खाँदा त झन्नै मिठो। मैले त थप्पी थप्पी खाएँ। कति मिठो जस नेपाली खाना छ हैन, धेरै मिठो छ। मिठो जमघटको बेलामा नाचगान त भइहाल्यो। खैचडी नाचको लागि तयार भए गाउँलेहरू र भाका काट्न पनि थालिहाले।
शहीद लखन थापा माथि पुर्याइदेऊ न पर्यटकहरूलाई पहिलेको स्वागत हाम्रा मगर बहिनीहरू पनि के कम आफ्नो परम्परागत लुगा लगाउँदै नाचमा उनीहरू पनि अघि बढे हामी सबै दङ्ग पर्यौं डेस्टिनेसन नेपालको यस हप्ताको समय सकिसकेको छ तर हाम्रो यात्रा जारी छ अर्को हप्ता हामी गोर्खा दरबार हुँदै सिरान डाँडा पुग्नेछौँ तबसम्मको लागि हामी यहाँहरूलाई भेट्नेछौँ अर्को हप्ता Namaste, how are you? This program is brought to you by TAN, Trekking Agencies Association of Nepal. It's a TTV presentation.